कोनको देख्नु अब यो राधा रस बिहारी मलाई त कोन भन्दा पनि अझै यो मन परिरहेछ यसमा नेपाली कागजको पनि फ्लेभर त्यो टेस्ट भएर होला के गीताजी भन् त गीताजीलाई देखाउ न बनाउने मान्छेलाई देखाउ त तिमी त यार गीताजी सुन्नु न त्यो जुन सिङ्काको एउटा छ है त्यसमा चाहिँ कोकोनटको त्यो फ्लेभर आयो होला अनि हजुरको यो कस्तो छ भन्दाखेरि खै कता राखेँ मैले यसमा चाहिँ तपाईँको के रहेछ भने नेपाली कागज के यसको चाहिँ यसमा चाहिँ राधा रस बिहारी भयो यो फ्लेभरले गर्दाखेरि यो कागजको कारणले हजुर राधा रस बिहारी छ यसलाई त राधा रस बिहारी हामीले नाम दिएको हो राधा रस बिहारी भन्दा राम्रो रहेछ क्या है राधा रस बिहारी एकदम यो तपाईँको किन भन्दा नेपाली कागजको अर्ग्यानिक हो यो यसमा के भयो भन्दा मसला पनि मिक्स हुँदा साथै त्यो के भने अर्कै लाग्यो क्या मलाई कोन भन्दा मिठो लाग्यो कोन चाहिँ फ्लेभर प्लेन भयो त्यसमा केही मिक्स छैन तपाईँको सिङ्कामा चाहिँ तपाईँको कोकोनट उडले छोयो मसलालाई त्यसको टेस्ट गयो नि त कोकोनटको र तपाईँको त्यो मसलाको अनि हजुरको जुन पिरामिड बनाएको छ नि हाम्रो त्यो तपाईँको त्यसको भन्दा त्यो चाहिँ केहीमा पनि मिसावट छैन खालि मसला मात्र भयो त्यसको एउटा किसिमको फ्लेभर छ है यो हेर्नुहोस् त म देखाउँछु अब यसमा कस्तो छ नेपाली कागजको फ्लेभर क्या यो समात्नुहोस् त यसमा चाहिँ कस्तो छ फेरि मैले यो पिरामिडको बडी कोर्न खोजेँ अब त्यो फ्लेभर हेर्नुहोस् अब यो फ्लेभर हेर्नु है त यसको फ्लेभर है त्यो कागजमा टच भयो कि सिङ्काको अर्कै छ तीनटा फ्लेभर भयो कि एउटै सामान तीनटा फ्लेभर हेर्नु त किन भन्दाखेरि त्यसमा एउटा चिज अर्डिनरी भइदियो नि त यसमा के मिक्स छ ल हेर सिधा यसको कस्तो छ हेर है यसको त्यो भन्दा मलाई चाहिँ यो हल्का अझ लाग्यो क्या यस्तो स्मुथ के यो जो ध्यान गर्नुहुन्छ बिल्कुल ध्यान के मान्छेलाई पिस चाहिन्छ त्यो टाइमको लागि जस्तो धुप के यो धुप चाहिँ त्यस्तो फिल गर्ने के मैले त म घरमा राति सुत्ने बेलामा बाल्छु कि स्टिकमा रुममा यस्तो आनन्द लाग्छ त्यो हल्का त्यो भन्दा हल्का छ ल यस्तो हल्का छ के त्यसले गर्दा यस्तो फ्रेस हुन्छ नि पहिला पहिला एउटा टीको आउँथ्यो नि राति चाहिँ गोल्ड टी एकदम जति काम गरे पनि गोल्ड टी खाइसकेपछि चाहिँ थकान मेट्ने क्या रिल्याक्स हुन्छ जस्तै यो धुप बालेपछि त्यो रहेछ क्या ल अब हाम्रो यो बाटोकोमा नि धुप आइसक्यो हजुरहरूलाई चाहिन्छ नि अर्डर गर्नुपर्छ एकताल टेस्टमा पहिला लिएर जानु होला टेस्ट गरिसकेपछि बल्ल हजुरले अर्डर दिनु होला तर साथीहरू राधा रमनले सायद धुपमा प्रगति गरे हो कि के हो यो चाहिँ यो तपाईँको कफी छपछप्ती आइरहेछ बजारमा नक्कलदेखि चाहिँ सावधान एकदम टेस्टयुक्त भएका सामानहरू चाहिँ लिनु होला त्यसले गर्दाखेरि जो काम गर्नुपर्छ राम्रो काम गर्नु होला राधै रसबुरीको रस बिहारीको काम गर्नुपर्छ भने राम्रो काम गर्नुहोस् तर कसैको कपी गर्ने काम डुप्लिकेट निकाल्ने काम र अर्काको चिज हेरेर त्यसलाई चाहिँ कपी गर्ने काम आफ्नो बुद्धिको तपाईँहरूको नि बुद्धि हामी एकताल चोर्न पाउन एकताल देखाइदिनु त यहाँ त मसँग सब बगैँदा अब के गर्न सकिन्छ दिदी सोध्नुहोस् म त्यसलाई चोरी भन्दिनँ फेरि बगैँदा हेल्प गर्ने मान्छे हो म ढोका खुल्ला तर कसैले कपी गर्छ भने नि छोड्दा पनि छोड्दिनँ म चोरी मलाई मन पर्दैन है चोरी चाहिँ म पनि छोड्दा पनि छोड्दिनँ अहिलेसम्म शान्त भइरहेको छु तर अशान्त नगर्नु होला तपाईँहरूलाई के चाहिन्छ बरु बगैँदा मसँग फोनमा कुरा गर्नुहोस् अथवा आउनुहोस् राधा रमनको त्यो ढोका देखाउ त सधैँ काम गर्ने मान्छेको लागि ढोका खुल्ला छ र राधा रमन सधैँ त्यो मान्छेलाई साथ दिन्छ जो काम गर्न चाहन्छ हस् हरे कृष्ण राधे राधे हामी सबैजना मिलेर काम गरौँ ओपन छ यार होइन ओपन छ अझ राम्रो काम गर्नु खालि धुपमा के झुन्ड्या अरू पनि त काम छ यार काम गरौँ न अगाडि बढौँ राम्रो काम गरौँ यी यस्तो बालनमय छ देशमा हेर्नुहोस् त यस्तो राम्रो शासन आइसक्यो अब मिलेर काम गरौँ साथीभाइ हो एक दिन मरेर जाने हो हेर्नु त केपी शर्मा ओलीले के किन पाउँछु भन्नुभएको थियो अब प्रधानमन्त्री नलिकन मर्ने हुने भयो के गर्ने त्यस कारणले गर्दा एकदम
थोडा खाना बनारस जाना, खुसी भएर बाँचौँ, राम्ररी बाँचौँ, प्रेम गरेर बाँचौँ, कसैले कसैलाई स्नेह नगरौँ, रिस राग नगरौँ। संसारमा नि यहाँ जे लेखेको छ त्यो भन्दा माथि कहिले पाइँदैन। जति चाहिँ कोसिस गर्नुहोस्। अब चाहिँ हाम्रो राधा बिहारी यो बाटेको धुप चाहिँ प्रयोग भयो नि त। यस्ता यस्ता सामान निकालौँ न, प्रोडक्सन गरौँ न यार, प्रडक्ट गरौँ, विदेश पठाउँ, आफ्नो देशमा मात्र किन सीमित रहने। यो आह्वान हो के, आउनुहोस् न, राम्रो उपज गरौँ क्या, राम्रो काम गरौँ। तपाईँकोमा नि केही राम्रो उपज छ, हामी मिलेर तपाईँको पनि एउटा ब्रान्ड बनाउन सकिन्छ नि। जसो एउटा हामीले बनायो भने तपाईँहरू हामी मिलेर गरेपछि त कति कुराहरू समाधान हुन्छ। त्यसले गर्दाखेरि मिलेर जानुपर्छ, सल्लाह सुझावमा जानुपर्छ। कसैले कोहीसँग सोद्धाखेरि कोही सानो हुँदैन। त्यो अहम भन्ने भावना केपी शर्मा ओली हुन्छ। अहमले सबै चिज डुबाइन्छ। त्यसले अहमता नगर्नुहोस् हजुर, अहमता गर्नु हुँदैन। अहमताले गर्दाखेरि पुष्पलालजीले चाहिँ कस्तो एउटा परिकल्पना गरेर एउटा गरेको संस्था आज जिरोको लेभलमा लिएर आउने। बिपीको सपना एउटा बिपीले साकार गरेको एउटा प्रजातान्त्रिक मुलुकको एउटा बिपीको थिम आज कस्तो धराशयमा पुगेको छ। त्यो क्षणिक स्वार्थ र घमण्डले होइन। त्यसकारणले यस्ता घमण्डहरूलाई 45 मिनट राखौँ, मान्छे हुन सिकौँ, नम्र हुन सिकौँ। अरबौँ खरबौँ तपाईँसँग भयो भने त्यो अरबौँ खरबौँले केही काम गर्दैन। काम गर्ने भनेको प्रेमले हो। साथी, यारी, साथी, दोस्ती, मजाक, मस्ती, प्रेम होइन, लेना देना, मिठो वचन। यसले गर्दाखेरि चाहिँ जिन्दगी सुन्दर हुन्छ। त्योभन्दा अरू केही थाहा छैन। हरे कृष्ण, राधे राधे, ह्याप्पी नारी दिवस है। हस् हस्।